हेलो गुड मर्निङ एभ्रिवान, सबैजना आराम हुनुहुन्छ होला। म पनि आरामै छु। म छु अहिले काउँ खोलामा। म आज चाहिँ कापुचे कोरीको ट्रेकमा जाँदैछु। कता कता के छ, रेट के कसरी छ भनेर मैले सम्पूर्ण तपाईँहरूलाई जानकारी दिने नै छु। आउनुहोस् अब हाम्रो यात्रा सुरु गरौँ। यहाँ काउँ खोलाबाट सिक्लेससम्मको भाडा कति छ? 600। जिपमा 600, गाडीमा चाहिँ कति छ? बसमा 400। काउँखोलाबाट जिपमा 600, ठुलो गाडीमा चाहिँ 400 रहेछ भाडा। पुराना घरहरू, पहिलाको पुरानो जमानाको माटोको घर, माटोका कागका यो पनि लाइन। अस्ति नै हामी आएर यहाँ खाजा खाएको याद आयो। उकाली ओह्राली गर्दै कच्ची बाटोको यात्रा गर्दै हामी सिक्लेसतिर अगाडि बढिरहेका छौँ। हाम्रो गाउँतिर किस्सा नि के लाउने बा? आलु ए आलु लाउनको लागि तयारी हुँदैछ। सिक्लेस जाने क्रममा यहाँ चाहिँ एउटा पुल बनेको रहेछ। गाडी चाहिँ हामीले यताबाट पठाएका छौँ भने हामी चाहिँ अब यताबाट यो पुल तरेर पारी जाँदैछौँ। गाडीलाई चाहिँ हामीले पठाइदिइसकेका छौँ। त्यो त पुल चाहिँ बनाएको, बाटो चाहिँ छेकै रहेछन् फेरि। ए यहाँबाट यो बाइक बाइक साइक हाल्छ भनेर। के छ, कस्तो भइरहेछ? हामी यहाँ सिक्लेस आउँदा यो पुल भर्खर बनाउन सुरु गर्दै थिएँ कि त्यति बेला भर्खर बनाउन सुरु गर्दै थिएँ। भर्खर उता र यता खने थिएँ, कम्प्लिट भएछ। 2 वर्ष भनेपछि हामी आएको 3 वर्ष अगाडि रहेछ। ए सिक्लेस आएको 3 वर्ष भइसकेछ। 3 वर्ष अगाडि रहेछ। फाइनल्ली हामी सिक्लेस गाउँ आइसकेका छौँ। यो देख्न सक्नुहुन्छ यो अगाडिको सिक्लेस गाउँ। यसै गरी मनै लोभ्याउने हिमालको दृश्य। हामी सिक्लेस गाउँ आइसकेका छौँ। अब जिपबाट हामी झरिसकेका छौँ। अब खाना खाने होटेलतिर जाँदैछौँ। अब खाना खाएपछि हाम्रो गन्तव्य आजको कहाँसम्म हुन्छ त्यो चाहिँ हेर्न बाँकी नै छ। ल हामी सिक्लेस होमस्टे जुन हामीले खाना अर्डर गरेको ठाउँमा हामी आइसकेका छौँ। अब हामी यहाँ खाना खानेछौँ। खाना खाएर फेरि हामी आफ्नो गन्तव्यतर्फ लाग्नेछौँ। अब हामी यहाँ खाना खानको लागि बसेका छौँ। हाम्रो खाना आइसकेको छ। अब हामी
खाना खान लागिरहेका छौँ। हाम्रो दाइले खाना लिएर आउँदै हुनुहुन्छ। भन्नाले हामी आज कपुचे गरेर बस्यो भने भोलि कोरी पुग्न सकिन्न र? खै अन्सर होस् हामी सुन्नु पर्थ्यो। खै सब नसके उहाँ दुःखमा बस्यो भने अब उहाँ होमबाट पुरा आइदियो के अरे उहाँ दुःख भने एउटा होटल छ त्यहाँ बस्यो भने छिटो पुग्छ के अरे अनुसार हो। खास कोरीबाट कपुचे झरेको ठिक हुन्छ कि कपुचेबाट कोरी चढेको ठिक हुन्छ? खै अब सजिलो त यताबाटै कोरी कबची गएर माथि छ त्यस्तो हुन्छ होला यस्तै लाग्छ मलाई। दुईटो बाटो छ कि कोरी जानेलाई कबची नगएर डाइरेक्ट कोरी गयो भने तलबाट चाहिँ एउटा बाटो ठाडै हो वहाँ त पैसा ठाडै छ तल एउटा हाइट पर्छ त्यहाँसम्म त ओह्रालो हो के अरे त्यहाँ त हाइट पर्ट अहिले तपाईँले देख्छ तललाई। ए कोरी जानको लागि चाहिँ यो बाटो होइन, यो बाटो हो दुईटो बाटो कोरी जानलाई भने डाइरेक्ट कोरी जानु पर्यो भने चाहिँ तल्लो बाटो यहाँबाट हुन्छ तलबाट के भन्छ हाम्रो यहाँ जस्तै अब यहाँ घुम्न आउनेहरूले चाहिँ अब के छ यहाँको रेट भनेर सोध्न चाह्यो भने खानाको कसरी छ? चिकन खानाको कसरी छ? सादा खानाको कसरी छ? एक सागको हाम्रो होमस्टेमा 400 रुपैयाँ एकजनाको। सादा कि चिकन? चिकनको 400 अनि सादाको 350 त भन्छ कि हामीले 300 मात्रै लिन्छ। भनेपछि अनि प्याकेजको खायो भने बिहान प्याकेजमा खायो भने चाहिँ कस्तो हुन्छ? अब बिहान बेलुका खाना मात्रै हुन्छ कि दिउँसो नास्ता पनि हुन्छ कि? प्याकेजमा बेलुकाको खाना हजुर अनि राति सुतेको हजुर अनि बिहानको खाजासम्म 1000 हजुर अनि बिहान नि खाना खायो भने 1200 त्यति हो। हुन्छ। हामी अब खाना खाएर सिक्लेसबाट अगाडि बढिसकेका छौँ। अब कता कस्तो छ बाटो, कति समय लाग्छ भनेर त्यो म देखाउने नै छु। हामी ठ्याक्कै 11 बजे सिक्लेसबाट निक्लिएका छौँ। यहाँबाट हामी आज हाम्रो टार्गेट भनेको कापुचेको छ। हामी कापुचे पुग्नेछौँ। कपुचेसम्म जानको लागि कति समय लाग्छ भनेर म तपाईँहरूलाई भन्ने नै छु। हामी 11 बजे निस्किएका छौँ। साथीहरू अगाडि हिँडिरहेका छन्, म पछाडि उनीहरूकै पछि हिँडिरहेको छु। हामी अहिले के हो यो भ्यू पोइन्ट हो, कपुचे भ्यू पोइन्ट। हामीसँग अहिले कपुचे भ्यू पोइन्टमा हामी अब जाने। यही खोलाको माथि भिरै बाटो देखिएको छ। यहाँबाट गोरेठो बाटो देखिएको छ। सायद त्यहाँ गएपछि त पक्कै राम्रै होला, तर यहाँबाट हेर्दा चाहिँ डरलाग्दो देखिएको छ। हेरौँ अब त्यहाँ गएपछि कस्तो छ। बाटो चाहिँ कडा छ किन ठहरै भिड छ। बाटो अब सिँढी सुरु भइसकेको छ एकदम। हामी हिँड्दैछौँ। हल्का पानी परिरहेको छ। अझै यसमा हिउँ नै परिदियो भने अझै मजा हुनेछ। हिउँ पर्ने आशमा हामी अगाडि बढिरहेका छौँ। हल्का पानीको छिटा हानिसकेको छ। त्यसै गरी यहाँ यो चाहिँ मादी नदी, यहाँ तल पावर हाउस बन्दै रहेछ। त्यो भएर गाडीको बाटो चाहिँ यहाँ मुनिसम्म पनि आएको छ। आउन त यहाँ तल चाहिँ पावर हाउस बन्दै रहेछ। हामीले
2 घन्टाको यात्रा पार गरिसकेका छौँ। हामी उकालो चढिरहेका छौँ। देख्न सक्नुहुन्छ यहाँ हैन, बाटो कोही उकालो कोही ओह्रालो कोही यस्तो समूह पनि छ। अहिलेसम्मलाई ठिकै जस्तो लागिरहेको छ, तर अझै माथि गएपछि यहाँ 2टा उकालो अलिकति ठाडो नै थियो। हामी त्यो पार गरिसक्यो भने अझै यो त्योभन्दा पनि ठाडो उकालो छ उता अगाडि 2टा भन्ने जानकारीमा आएको छ। एकजना हामी सँगसँगै जस्तै एकजना भाइ यहीँ हिँडिराख्ने मान्छेलाई सोधेका थियौँ। एकजना भाइ हामीभन्दा अगाडि हिँड्दै हुनुहुन्छ। ठाडै छ उकालो। तल चाहिँ मादी नदी सुसाइरहेको छ। यो मादी नदीको तिरतिरै हुँदै हामी अगाडि बढिरहेका छौँ। यहाँ मादी नदी सुसाइरहेको छ, जुन यही माथि हिमालबाट हिउँ पग्लिएर आएको नदी। झर्ना चाहिँ कहाँदेखि आएको कत्रो आउँछ होला यो है, त्यही त हिउँदमा यत्रो आयो। त्यही त हामी अहिले हुगु आइसकेका छौँ। अब यहाँबाट कपुचे पुग्नको लागि अझै 1.5 घन्टा लाग्छ। अहिले समय 4 बजेको छ। 11 बजे हामी सिक्लेसबाट हिँडेका थियौँ। अहिले 4 बजे हामी हुगु आइपुगेका छौँ। कति राम्रो फुलै फुला खत्रै बनाए। कति बजी अहिले? हामी चाहिँ 5:55 ठ्याक्कै 5:55 भएको छ। झमक्क साँझ परिसकेको छ। यति ठुलो रुखहरू एकदम ठुल्ठुलो छ। हल्का पानी पनि परिरहेको छ। हामी चाहिँ अब पुग्न लागेका छौँ। अब 10 मिनटमा हामी पुग्नेछौँ कापुचे। यो एकदम गाह्रो भएको छ। यस्तै ट्रेकिङ धेरै ठाउँमा गइयो, तर सबभन्दा गाह्रो चाहिँ आज भएको छ। तर भोलि अब टक्क कापुचेको त्यहाँको ताल हेर्दाखेरि यो दुःख चाहिँ पक्कै मेटिनेछ भन्ने आश छ। ल हिँडौँ अब। म छु अहिले कापुचे। अब पछाडि मेरो पछाडि देख्न सक्नुहुन्छ हिमालको दृश्य। खासै देखिएको त छैन, एकदम ठुलो पहाड देखिएको छ। माथि माथि केही हिउँका दृश्यहरू पनि हामी देख्न सक्छौँ। हामी हिजो बेलुका राति 6:30 बजे यहाँ आइपुगेका थियौँ। राति एकदम थकान भएको थियो, एकदम गाह्रो भएको थियो। त्यो भएर बेलुकाको भिडियो मैले क्याप्चर गर्न सकिनँ। यहाँ आइयो, खाना खाएर अनि हामी चाहिँ रेस्ट गर्नतिर लागिहाल्यौँ। अब आज हामी यो कापुचे ग्लेसियर भ्यू हेरेर हामी आज कोरीतिर हामी प्रस्थान गर्नेछौँ। अब हामी कापुचेको तालतिर जाँदैछौँ। त्यहाँ यसै गरी कापुचेमा दैनिक नै हिम पहिरो झरिरहेको हुन्छ भनेर सुनेको छु। अब हेरौँ हाम्रो ब्लग कतिको छ, अब हामीले देख्न पाउँछौँ कि पाउँदैनौँ। कापुचेमा अब झरेको हिम पहिरो हेर्न पाउँछौँ कि पाउँदैनौँ, त्यो हामी झरेको हेऱ्यौँ भने हामी देखाउने नै छौँ। अब हामी 1.5 घन्टा यहाँ सर्भाइभ गर्नेछौँ। त्यसपछि हामी तल झरेर हुगुमा गएर खाना खाएर त्यसपछि हामी कोरीतिर प्रस्थान गर्नेछौँ। त्यसपछि के हुन्छ त्यो म देखाउने नै छु। भन्दै आउनुहोस् अब हामी कापुचे तालतिर लागौँ। कापुचे लेक, कापुचे ग्लेसियर लेक, कापुचे हिम ताल। $2450।
यस्तो ठाउँमा है कसरी बनेको होला है। हामी कापुचेबाट अब निस्किसकेका छौँ। अब हामी तल गएर हुगुमा गएर खाना खान्छौँ। हामी हुगुबाट खाना खाएर उकालो सुरु गरिसकेका छौँ कोरीको लागि। अहिले हामी 9 लाख खर्कामा पुगेका छौँ। अब हामी अझै धेरै छ हिँड्न पर्ने। हामी चाहिँ दहे खर्का आइपुगेका छौँ। यस्तो गाह्रो भएछ कि यति गाह्रो भएछ हिँड्न नसकी बस्दै दुई पाइला चाल्दै बस्दै अनि 2 पाइला चाल्दै फेरि बस्दै फेरि 2 पाइला चाल्दै गरिरहेछौँ। एकदम डेन्जरै रहेछ यो। यता हुगुबाट कोरी जाने बाटो चाहिँ एकदम गाह्रो भएको छ। यतिकै हो, योभन्दा स्पिड हिँड्नै सकिन्न। साबेला उकालो जम्मै ठाडै। कोही ठाउँमा मात्र छ यस्तो, यो अलि यतिको सम्म, नत्र सबै उकालो। पाइला चाल्नै गाह्रो भइरहेको छ। एकदम यो गाह्रो भएर घुमाइरहेको छ। यस्तो छ खर्क दहे खर्क। कुहिरो लागिरहेछ जताततै। अब यहाँबाट 2.5 घन्टा छ कोरी पुग्न। हेलो कोरी, गुड मर्निङ एभ्रिवान। सबैजनालाई शुभ प्रभात। म छु अहिले कोरीमा। हिजो हामी बिहान 10 बजे हुगुबाट खाना खाएर अनि त्यहाँबाट उकालो सुरु गऱ्यौँ। हामी यहाँ आउनलाई 5 बजे हामी कोरी आइपुगेका थियौँ। 10 बजे हिँडेको 5 बजे 7 घन्टामा हामी कोरी आउन सफल भयौँ। यहाँ आएपछि हामी चाँडै आएको देखेर होटेलको दाइहरू पनि छक्क पर्नुभयो। कति छिटो आउनुभयो, 9-10 बच्चाहरू आउँदा त वहाँबाट हिँड्यो 10 बजे हिँड्यो पनि भन्दै हुनुहुन्थ्यो। त्यसपछि अनि अलिकति आउनु त एकदम बिस्तारै आएको, त्यति छिटो त आएको होइन। किनकि लेक लागे जस्तो भइरहेको थियो, बमिट आउला जस्तो भइरहेको थियो, हल्का घुमाइरहेको थियो, आँखा तिरिमिरी भइरहेको थियो, हिँड्न एकदम गाह्रो भइरहेको थियो। तर पनि जसो तसो गरेर हामी यहाँसम्म आइपुग्यौँ। अनि बेलुका त्यो अलिकति आफ्नो अस्वस्थको कारणले मैले यहाँको भिडियो क्याप्चर गर्न सकिनँ, त्यसप्रति क्षमा प्रार्थी छु। अहिले हामी भर्खरै उठेर हामी यहाँ हामी बसेको होटेल थोरै मुनि छ भने हामी थोरै माथि हिमालको भ्यू हेर्नको लागि आइसकेका छौँ। पछाडि देख्न सक्नुहुन्छ घाम लागिसकेको छ। एकदम हिमालको दृश्य मजाले देखिराख्नु भएको छ। अब हामी यहाँबाट अब एकछिनमा हामी यहाँबाट झर्नेछौँ। अनि मैले उता कपुचे हुगुको खानाको के कसरी छ भनेर त्यो चाहिँ मैले बनाउन भुलेको थिएँ। त्यही भएर म अहिले यही भन्न चाहन्छु। के भन्छ, कपुचेको चाहिँ 1600 रहेछ प्याकेज। अनि
हुगुमा हामीले खाना खाएको चाहिँ सादा खानाको 500, कपुचेमा चाहिँ मासु भातको गरेर 1600 रुपियाँ रहेछ भने अब यहाँ कोरीको चाहिँ 2000 रुपियाँ रहेछ प्याकेजको। अब हामी एकछिनमा खाजा नास्ता गरेर हामी झर्नेछौँ।